नमस्ते मेरा प्यारा प्यारा साथीहरू। आज हामी पढ्दैछौँ सेरोफेरो। सेरोफेरोको कति पाठमा चाहिँ पाठ 4। ओके, स्टार्ट गरौँ है। ल मसँगै तपाईहरु भन्दै भन्दै जानुहोस्। लक्ष्मण स्कुलबाट घर आइपुगे। भन्नु, आमा भोक लाग्यो, खाजा दिनुहोस् भन्ने है। उनले भने, पहिला ड्रेस फुकाल, झोला र अरू सामान मिलाएर राख, हात मुख धोऊ। आमाले हाँस्दै भन्नुभयो। लक्ष्मणले सामान मिलाएर राखे होला नि त। उनले झोला फ्ल्यात्त फाले, जुत्ता फुकालेर त्यतिकै राखे। मोजा खाटमुनि पुग्यो, मुखमा पानी छ्याप छ्याप पारे, खाजा खाए। भोलिपल्ट स्कुल जान ढिला भइसकेको थियो। उनले खाजा खाए, ड्रेस लगाए, झोला बोके, पानीको बोतल भने फेलै भरेन। उनले जताततै खोजे। के भयो छोरा? आमाले सोध्नुभयो। बोतल छैन। उनले खुजाउने भने, सामान मिलाएर राखेनौ र? कसरी फेला पर्छ त? लौ आफै खोज अब, आमाले भन्नुभयो। स्कुल जान ढिला भइसकेको थियो। उनलाई पिर पर्यो। त्यति नै बेला पप्पी ओछ्यानमुनि पस्यो। पानीको बोतल मुखमा च्याप्पा पारेर ल्याइदियो। लक्ष्मण ढुक्क भए। आमा, अबदेखि म सामान मिलाएर राख्छु है। उनले खुसी हुँदै भने। लक्ष्मणको कुरा सुनेर आमा हाँस्नुभयो। आजको लागि यति साथीहरू। आजको लागि हामी सारको धेरै ठुलो पाठ पढेछौँ है। आजको लागि हामी यति नै पढ्छौँ। आजको लागि धन्यवाद।